हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी घुम्न जाँदैछौँ है। अब यहाँ सबैलाई म देखाउँछु हैन। धेरै समयपछि हजुरहरूलाई स्वागत छ। आइज कान्छा यता हेर। हेलो भन्न, हेलो गाइज भन्न, भन्न, हेलो गाइज भन्न, यता हेलो गाइज भन्नु त सबैले। अब चाहिँ लाउनु पर्यो, मेरो भ्लग धेरै भयो। हेलो हेलो गाइस, सेवा नमस्ते। हामी चाहिँ आज के काकी 2082 सालको उधौली साकेला को दिनमा चाहिँ हामी नाच्न नपाए पनि यसो घुम्नको लागि हामी आज रमाइलो गर्दै गर्छौँ, हेर्दै गर्नु होला भन्दै भन्छु काकी त्यही भन्नु। अब त भन्नु के भन्नु बोल्न भाइ भनेको बोक न बोक। 2082 सालको पहिलो उधौलीको पुर्ने है, पुर्नेको दिन हामी साकेला नाच्न नजाने फागु पुर्नेमा घुम्नु हिँडेको रे, फोटो खिच्ने रे। फागु पुर्ने हामी चाहिँ घुम्नु जाँदैछौँ सबैजना होइन। पछाडि हुनुहुन्छ अरू टोलीहरू। आइज भाइ बोल्न भनेको। हामी साकेलाको हामी चाहिँ यस्तो छ। यो चाहिँ ऊ है ठैबामा हो। आइज भाइ भन्न, आइज भन्न त भन्न भाइ। हेलो गाइज नमस्कार भन्न। सेवा भन्छ भन्न छिटो छिटो भन्न। यो त भन्छ तर अनि कहाँ किन्ने केहरू अब उतै किनेर मान्छे पाइहाल्छ। अलिक राम्री चाहिँ मै छु है गाइज, मलाई हेर्नु यहाँ सिङ्गल पनि छु। यसको अलिक पालो आएको छैन, दुईजना छ सिङ्गल। उयो म मिङ्गल छ भन्दा भन्दा कान्छी यस्तो पालो आएको छैन, फुलेको फलेको भनेको मै हो। म कोपिलै छु भन्न कान्छी। कोही कोपिला छ। चार्जै छैन रहेछ क्या आज मेरो मोबाइलमा। हजुर चलाएको छ हैसम्म। काकी र म चाहिँ हिँड्दैछौँ गाइजहरू। अब पर गरेर बनाउनु पर्यो है, मजाले बनाउनु पर्दैन। हजुर कस्तो हल्यो है हिँडेको हो। यता न भाइ हट्टु भएर अगाडि हिँड्दैछ सबैजना। लन्छ है गाइज रहेछ मौरी पाल्ने ठाउँ हो। मौरीको घाँर ए मौरी त्यसरी बस्दो रहेछ है, काहीँ खप्टे खटाउँदो रहेछ नि। ए बर्खामा त्यसपछि साधन चाहियो नि। यहाँ आइपुग्नु है साथीहरू। हामी चाहिँ है यो यस्तो ठाउँ चाहिँ पाएको छिटो साथी बहिनीहरू आमाहरू यता काकी छिर्दैछ छिर्नुहुँदैछ। ए नघुमाएन ल जाउँ ल। कस्तो छ यहाँ चाहिँ ठाउँ। हजुर हजुर यस्तो घुम्दै फोटो यतै त खिच्ने नि। ठिकै छ त जाउँ उता जाउँ घुम्दै खिच्नु पर्यो। यस्तो राम्रो लुगा लगाएर चाहिँ म त डरम जस्तो चढ्छु त। कहाँ चाहिँ लियो भने डरम मलाई डुङ्गामा पो लिएर मरेछ। यसलाई चढाउनुलाई डुङ्गा चाहिँ उपर छ, त्यहाँ चढाउनु पर्छ। ठिकै छ त अनि फोटो खिचौँ न, एकछिन खिचौँ न। यस्तो हो मलाई त यो पखार मैले यत्रो बेर लगाएर मेकअप गरेको चाहिँ डुङ्गा हेर्नु आता होइन। आउन काकी आउनु न। भन्दै आएको अरे के अन्त नि होइन यो नजिक भएर हामीलाई यस्तो नराम्रो लागेको क्या होइन। ठिकै छ नि। मलाई त्यस्तो नराम्रो चाहिँ लागेको होइन, राम्रो छ कि आदर्शको क्याब चाहिँ नि तिम्रो पनि आउटफिट आजको देखाइदियो होइन भनेर यत्रो बेर बोलेको त कामै रहेन छ, थिचेकै रहेन छ। बिचमा त तिमीले थिचेर दिएको होला भनेर बोलिरहेको थिएँ। यस्तै हो। हाम्रो भिडियो चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनु होला भन्दै होइन। साथीहरूसँग हामी सबै यता घुम्न आएको छौँ। हेर्नुहोस् यता तपाईँहरूलाई लाइक गर्नु मन लाग्छ भने लाइक गर्नु, कमेन्ट गर्नु मन लाग्छ भने कमेन्ट गर्नु, तर भिडियो चाहिँ हेर्नु हो।
जसरी हुन्छ अब यो लुङ्गीको पनि अब खिचौँ न एकदिन सबैले प्रचार प्रसार गर्नुपर्ने भयो मेरो पनि निकाल्दा म धेरै राम्रो देखेको छु आज यो मेरो भुँडी चाहिँ अर्गानिक हो होइन जताबाट हेरे पनि हुन्छ यताबाट हेरे पनि हुन्छ आउँछौ कि आउँदैनौ भने दिनमा पोखरी घुम्नुपर्ने साह्रो खसाउ ठिकै छ त मेरो क्यामेरामा त राम्रै आएको छ त होइन ऊ सन्तानेश्वर है आउनु होला हजुर घुम्नलाई न छिटो कस्तो छ गाई झन् है नाचिरहेको छ यो अनि खै त नाचेको राम्रो आएको छ होइन होइन हस् न म यो चाहिँ यसलाई दिनु न मजाले खिच्यो मजाले ओतिर आउँदै पर तिमी त कम्ती अर्कोमा त कम्ती हुन्छ यस्तो के मुन्दुमी हामी किराती टिकटकको सुटिङ आउनु न आउनु न आउनु न नाना अलिक अल्गो छ अनि अग्लो म त होचो छु है होइन म नि उता यसरी ज्यान अनि काकी यतापट्टि होचो होचो सबैलाई हात कता पर्छ यता फर्किनु सबैजना उता फर्किनु यता फर्किनु काकी उता फर्किनु आमापट्टि तिमी पनि उता फर्क अनि म म कहाँ नाच्छु अगाडि त मेरो अगाडि यी भेन न फोटो पनि खिच्न सुटिङको लागि तयारी हामी छौँ सबैजना आयो फोटो खिच्ने कार्यक्रम भइरहेछ हाम्रो चाहिँ मान्छेहरू हुनुहुन्छ यता बच्चाहरू हेरेर गर्दा के हुन्छ त नि अलि मजाले क्या रुरु खालको धुनु कस्तो आएछ खै हेर गर्नु भनेको ल
राम्रो आएको छ त हेर भेना हाँसेको चाहिँ हातले लाज लागेर ऊ त सन्तानी सर पुरा रियलवाला छ नि त ऊ त सेम सन्तानी सर नाच्नेमा जाउँ है पेलेले हौ ए पेलेले हो के भन्छ सिरु पाते खुकुरीमा लाहा छ कि छैन सिरो छोरा चाहियो मलाई थाहा छ कि छैन ए होइ थाहा छ कि छैन श्यामुना हैन हलहलेको साग तल तल सिमसारेमा हलहलेको साग तिम्रो छोरा तिम्रो छोरी हैन तल तल सिमसारेमा ए होइ हलहलेको साग कसको छोरा कसको छोरी ए होइ पर्यो माया चाल्छ ए होइ श्यामुना कुकुरीमा लाहा छ कि छैन तिम्रो छोरी मैले लगे थाहा छ कि छैन भिडियो बनाइदिनु नि भेना हाम्रो पनि मेरोमा पनि सबैजना हिँडेको के अब त्यसमा छोडिदिनु न भेना मेरोमा यही ठिक छ नि आउनु फोटो यहाँ हुँदैछ हेर गर्नु न हेर्न हेर पाबी मसालाई अनि पो राम्रो आउँछ त अब घुम न घुम घुम न घुम 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 फेरि ल अनि मात्रै हेर हेर गर मजाले हेर हेर गर्दै आउनु क्या अब मान्छे कस्तो मैले बनाउँछ हेर हेर गर्दै आऊ न नेपालको सिमाना त्यस्तो ठाउँ आयो गाइजहरू अब चाहिँ साथीहरू अनि यहाँ कागतिर बहिनी हिँड्दैछ उता खाजा लिनु गएको छ बहिनीहरू यता अरू भयो अब खाजा खानु तयारी हुँदैछ हाम्रो चाहिँ सबै गोलो भएर बसौँ न हजुर हजुर ए अन्त अलिक त फोटो खिच्ने कार्यक्रम भइरहेछ हाम्रो चाहिँ हुनुहुन्छ यता बच्चाहरू ठुलो पार्ने उयो हलो चाहिँ दिएकोमा हामी चाहिँ अब मोबाइलको चार्ज सकेको कारणले भिडियो यहीँ इन गर्न चाहन्छौँ होइन साथीहरू फेरि अर्को भिडियोमा भेट्नेछौँ भन्दै बाई बाई सबैजना बाई बाई गर्नु त बाई बाई चार्ज छैन चार्ज नभएको कारणले यहीँ इन गरिदिएको हौ अब होस् बन्दुक हाल्नु
मेरो अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद। लाइक शेयर सब्सक्राइब गरिदिनु होला भन्दै म आजको भिडियोबाट बिदा हुन्छु, किनभने मेरो मोबाइलको चार्ज सकिसकेको छ। त्यही भएर बाई बाई, फेरि अर्को भिडियोमा आउनेछौँ।